हेलो साथीहरू, यो चाहिँ हिजोको ब्लग हो। मैले आज हालेको साथीहरू, यो चाहिँ मेरो नयाँ युट्युब च्यानल हो। मेरो युट्युब च्यानलको नाम रहेको छ पूजा लिम्बू अनि मेरो पुरानो युट्युब च्यानलको नाम रहेको छ मेरो हस्बेन्डको र मेरो दिपिङ पूजा। हामी यो खाना बनाएर आज खुवाउन आँटिरहेको छौँ, खुवाउनु गइरहेको छु भने म चाहिँ जान्दिनँ र गाडी चौक जाँदा पनि भन्ने यो चाहिँ मैले सरी त्यसमा चाहिँ अब हेर्न सक्नुहुन्छ। मलाई भिडियोमा बनाउनु आउँदैन मान्छे पनि पनि भिडियो बनाउनु सिकाइदिनु होला। अब यो दालको चाहिँ धेरै नै बनिन्छ होला। मेरो छोरीले चाहिँ अब फर्स्ट टाइम खाएको हुनाले उसलाई धेरै नबनाइदिने, आधी मात्रै बनाइदिने। आधी मुङ दाल चाहिँ त्यस्तै फ्रिजमा राख्ने, अब बरु गाली खाए पनि खान्छु भनेर आधी मुङ दाल चाहिँ त्यस्तै फ्रिजमा राख्छु। आधीको चाहिँ बनाइदिन्छ है साथीहरू, म हेर्दै जानु ल। हुन्छ साथीहरू, मैले चाहिँ गाजर पनि हालेँ, चुकुन्दा टास्नु जान्न रेती मात्रै हालेँ। तपाईँहरूले चाहिँ हाल्न सक्नुहुन्छ। कस्तो बनिँदो रहेछ म तपाईँहरूलाई बनाएर देखाइदिन्छु है। मैले पनि फर्स्ट टाइम बनाउन आँटेको, ट्राई गर्न आँटेको। म चाहिँ हल्का अब चिनी बेगरको खाँदैन नानी, चिनी नुन बेगरको खाँदैन होइन, त्यही भएर स्वादको लागि त नुन हाल्छु नै पर्छ, थोरै नुन हाल्थेँ। अनि हल्का बेसा त हाल्दा पनि हुँदैन, थोरै यति हाले जस्तो मात्रै गर्छु, हाले जस्तो मात्र। अब यसलाई चाहिँ म मिक्सरमा पिस्नु गइरहेको छु। मिक्सरमा पिसेर पेस्ट बनाएर रेडी पारेर तपाईँलाई देखाउँछु। साथीहरू उनीहरू चाहिँ भनेर भन्दिनँ ल। हेर्नु म चाहिँ टमाटर हाल्नै बिर्सेछु। हजुरको नानीहरू टमाटर खान्छ भने टमाटर पनि हाल्नु सक्नुहुन्छ है। पहिलो हुनु पनि मेरो चाहिँ गाजर धेरै भएर होला यस्तो भयो। पातलो पो भयो जस्तो छ कि बाक्लो भयो। ए धेरै बाक्लो पनि भएको छैन, धेरै पातलो पनि भएको छैन रहेछ साथीहरू। अब म चाहिँ यहाँ हाल्नु गइरहेको छु। पातलो पातलो भयो जस्तो लाग्यो मलाई चाहिँ। पानी पनि हालेँ मैले। अब यसो घोलघाल पार्नु पर्यो साथीहरू, खेल्न जानु त दिनु भएन साथीहरू। यस्तो टमाटर हाल्नै बिर्सेछु साथीहरू, मैले चाहिँ तपाईँहरू चाहिँ हाल्नु। अनि यतिको पेस्ट रेडी भएको छ मेरो चाहिँ। मलाई चाहिँ अब जस्तो आयो त्यस्तै बनाउँदैछु। तपाईँहरूले पनि सिकाउनु सक्नुहुन्छ मलाई, तपाईँहरूलाई पनि बनाउन आउँछ भने। मैले कराई बसिसकेँ, मेरो चाहिँ यस्तो पेस्ट रेडी भयो। गाजर धेरै हालेर होला र पिङ्क कलरको भयो। सुरुमा कसैले पनि जान्दैन। मुङ दाल थोरै भएर होला, मैले चाहिँ मुङ दाल केही भिजाएको थिएँ। अब आज खायो भने चाहिँ भोलि यो मुङ दालको बनाइदिन्छु साथीहरू म नानीलाई। अब यो हेरौँ ल कस्तो हुन्छ। पङ्खाले ग्यासै बल्दैन हौ साथीहरू। मिक्सरमा मैले गरेर पारेर पिनिसकेको छु। मिक्सर पनि यहाँ छ। अनि अब के गर्नु साथीहरू, नानीले भात खाँदैन, कतै यो खान्छ कि भनेर बिर्सिदिएको मैले चाहिँ। मेजी चाहिँ एकदमै चकचकी छ र साथीहरू, मिक्सर लुगा हाल्नु पर्यो। नानीलाई दिन्छु, खान्छ खाँदैन। उता मैले कराई बसाइरहेको छु, यता नानीलाई पानी दिन आँटिरहेको छु। हेर्नु साथीहरू, मैले चाहिँ घिउमा पकाएको छु। पहिलो हुनु पनि मेरो चाहिँ यस्तो भएको छ हो साथीहरू। हेर्नु साथीहरू, मैले चाहिँ पकाउनु जानिनँ रहेछु। यहाँ हेर्नु टाँसेर कस्तो भइरहेको छ। मजाले चलेन होला, त्यही भएर टाँस्यो। अनि कसैले चाहिँ चिकनसँग दिनुहुँदैछ, कसैले चाहिँ चिकन र दही दुइटै मिसाएर दिनुहुँदैछ। मैले भिडियोमा हेरेको थिएँ, मैले चाहिँ त्यसरी दिइनँ। किनभने यहाँको चिसो दही पाउँछ, मेरो नानीको चाहिँ मुटुको बिरामी छ। अनि अब अहिले मासुको त्यस्तै भइहाल्यो। अनि दिइनँ मैले त्यो नानीलाई। अनि मैले चाहिँ टमाटर हाल्नै बिर्सेको साथीहरू। मेरो नानी चाहिँ टमाटर पनि खान्छ, त्यो पनि मैले हाल्नै बिर्सेँ। अनि मेरो नानीको चाहिँ अपरेसन गर्नुपर्ने भएको हुनाले चिसो खानेकुराहरू दिनु हुन मेरो नानीलाई। के को अपरेसन भन्दाखेरि तपाईँहरू सोच्नुहोला, मुटुको अपरेसन हुन्छ मेरो नानीको चाहिँ। ला यो खासै मिठो हुँदैन साथै, मेरो नानी त खाँदैन नि क्या हो, यस्तो छ। गुलियोहरू खान्छ, म चाहिँ चिनी हाल्ने फेरि साथीहरू।
साथीहरू मेरो नानीले भुट्टा र पोखेर कस्तो गरेको छ यहाँ जान्छ साथीहरू मेरो छोरीले अघि काम बिगारिसक्यो हो म त कहाँ लानु नि मेरो सुपुत्रीलाई यसले गर्दा मैले जहिले गाली खानुपर्छ मैले अरू बेला हिजोअस्ति पनि दुईचोटि घोप्टाएर तेलको बोतल माथि राख्न गरेको थिएँ आज पनि यसले तेल घोप्टाएको जहिले चकचक गर्छ यसले सत्यानाश पार्छ यसले गाली खुवाउने काम गर्छ साथीहरू मेरो आधी माथि मात्रै हुने काम गर्छ फेरि यहाँ रोटी बिग्रेर त्यही माथि साथीहरू यस्तो भयो मेरो रोटी नै बिग्रेर फेरि राख्नु पर्ने बेला अब साथीहरू रोटी त बिग्रेर सुजी नै भयो यसको कारणले गर्दा